संघीय शासन प्रणाली मार्फत सबल राज्य संरचना निर्माण गर्नु बजेटको प्राथमिकता हुनेछ। सङ्घलाई नीति निर्माण, अनुसन्धान, राष्ट्रिय मापदण्ड निर्धारण तथा रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्नेछौँ भने प्रदेशलाई समन्वय, प्रादेशिक योजना र सेवा सहजीकरणको संरचना गर्नेछौँ। स्थानीय तहलाई राज्यको कार्यान्वयन इकाइका रूपमा सुदृढ गर्न पर्याप्त वित्तीय स्रोत र संस्थागत क्षमता सुनिश्चित गर्नेछौँ। विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा आधारभूत सेवा प्रवाहलाई स्थानीय सम्भावनासँग जोड्नेछौँ। लगानी, वित्तीय क्षेत्र र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित कानुनहरूको पुनरावलोकन गर्दै एकद्वार, समयबद्ध र डिजिटल प्रशासनिक प्रणाली लागू गर्नेछौँ। नियामक र कार्यान्वयन निकायबीच स्पष्ट कार्यविभाजन गरी द्वैध भूमिका अन्त्य गर्नेछौँ। व्यवसाय दर्तादेखि अनुमति कर, प्रशासन, भुक्तानी र नियमनसम्मका प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गर्नेछौँ। ठूला परियोजनाहरूको कार्यान्वयनमा देखिएका कानुनी, प्रक्रियागत र संस्थागत अवरोध हटाउनु सरकारको प्राथमिकता हो। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्दै निश्चित कार्यकाल, स्पष्ट जिम्मेवारी र परिणाममा आधारित मूल्याङ्कन प्रणाली लागू गर्नेछौँ। वन, वातावरण, जग्गा प्राप्ति, सार्वजनिक खरिद तथा निर्माण सामग्री सम्बन्धी प्रक्रियालाई सरलीकृत गर्दै रणनीतिक आयोजनाहरूलाई मिसन मोडमा कार्यान्वयन गर्नेछौँ। स्वार्थको द्वन्द्व, कार्टेलिङ तथा एकाधिकार प्रवृत्ति विरुद्ध कडा नियामकीय व्यवस्था लागू गर्नेछौँ। सार्वजनिक खरिद, राजस्व प्रशासन, सेवा प्रवाह र नीतिगत निर्णय प्रक्रियामा निगरानी तथा जोखिममा आधारित अडिट प्रणाली कार्यान्वयन गर्नेछौँ। सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण र खर्च प्रणालीलाई पारदर्शी बनाई राज्यप्रति नागरिकको विश्वास पुनर्स्थापित गर्नेछौँ। थोरैले धेरै सेवा दिने आधुनिक प्रशासन निर्माण गर्दै सार्वजनिक सेवा प्राप्त गर्न लाइन, झन्झट र अनावश्यक मध्यस्थता भोग्नुपर्ने अवस्थाको अन्त्य गर्नु सरकारको प्राथमिकता हो। निजामती तथा सार्वजनिक प्रशासनलाई पेशागत, तटस्थ, सक्षम, उत्प्रेरित र परिणाममुखी बनाउनेछौँ। अति आवश्यक सार्वजनिक सेवाहरू 7 दिन उपलब्ध गराउने एकल सेवा केन्द्र विस्तार गर्नेछौँ। तथ्याङ्क, प्रविधि र कृत्रिम बुद्धिमत्तामा आधारित सार्वजनिक प्रशासनको रूपान्तरण सरकारको प्राथमिकता हो। एक पटक विवरण सबै सेवामा प्रयोगको सिद्धान्त अनुसार राष्ट्रिय परिचय पत्रमा आधारित एकीकृत डेटाबेस र अन्तर आबद्ध सरकारी प्रणाली विकास गर्नेछौँ। नागरिकता, व्यवसाय दर्ता, कर, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, भूमि, बैंकिङ तथा अन्य सार्वजनिक सेवाहरूलाई नागरिक एप र एकीकृत डिजिटल प्लेटफर्म मार्फत उपलब्ध गराउनेछौँ। ख, यो दोस्रो प्राथमिकता, आर्थिक वृद्धिका क्षेत्रगत स्रोतहरूको पुनः प्राथमिकीकरण। आगामी बजेटले सीमित सार्वजनिक स्रोत र निजी लगानीलाई उच्च प्रतिफल, रोजगारी र मूल्य अभिवृद्धि हुने क्षेत्रतर्फ पुनः प्राथमिकीकरण गर्ने नीति अवलम्बन गर्नेछ। आयातमूलक उपभोगमा आधारित अर्थतन्त्रलाई उत्पादकत्व, नवप्रवर्तन र निर्यातमा आधारित प्रतिस्पर्धी अर्थतन्त्रमा रूपान्तरण गर्दै कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा सेवा क्षेत्रलाई आर्थिक वृद्धिका सम्वाहकका रूपमा विकास उत्तम उपयोग गर्नु सरकारको प्राथमिकता हुनेछ। कृषि उत्पादन, प्रशोधन, भण्डारण, वितरण, बजार र उपभोग बीचको अन्तर सम्बन्धलाई प्रणालीगत रूपमा सुदृढ गर्दै कृषि क्षेत्रको पुनः संरचना गर्नु सरकारको अर्को प्राथमिकता हो। कृषिलाई ग्रामीण समृद्धि, खाद्य सुरक्षा, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधारका रूपमा अगाडि बढाउनेछौँ। साना किसानको संरक्षण गर्दै उत्पादनको स्केल निर्माण गर्ने व्यावसायिक कृषि मोडल अवलम्बन गर्नेछौँ। सहकारी, उत्पादक कम्पनी, करार खेती र कृषि उद्यम समूह मार्फत किसानलाई बजार, प्रविधि, वित्त, बिमा, प्रशोधन र मूल्य सुनिश्चिततासँग आबद्ध गर्नेछौँ। सम्भावना भएका क्षेत्रमा उत्पादन क्लस्टर विकास गरी सिंचाई, सडक, चिस्यान केन्द्र, भण्डारण, परीक्षण प्रयोगशाला, बिउ, मल, यन्त्रसेवा र प्रशोधन उद्योगलाई एकीकृत प्याकेजका रूपमा विस्तार गर्नेछौँ। खाद्यान्न बालीमा न्यूनतम समर्थन मूल्य लागू गर्नेछौँ भने उच्च मूल्यका बाली, पशुपालन, जडीबुटी तथा कृषि वन प्रणालीलाई निर्यातमुखी बनाउनेछौँ। अनुदान प्रणाली उत्पादनमुखी हुनेछ। किसान अभिलेख, बजार इन्टेलिजेन्स, कृषि बिमा र सहुलियत वित्त र यन्त्रीकरण मार्फत कृषिलाई प्रतिस्पर्धी, आधुनिक र हरित अर्थतन्त्रसँग आबद्ध गर्नेछौँ। वनमा आधारित उद्योग, जडीबुटी प्रशोधन, कार्बन व्यापार, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूल उत्पादन प्रणालीको प्रवर्धन गर्नेछौँ। भौतिक पूर्वाधार विकासलाई आर्थिक रूपान्तरणको दरिलो आधार बनाउनेछौँ। लगानी एक्सप्रेस नीति मार्फत उद्योग, लगानी र पूर्वाधार परियोजनाको स्वीकृति तथा कार्यान्वयन प्रक्रियालाई
सरल र समयबद्ध बनाउनेछौँ। खानी तथा खनिज क्षेत्रको विकास गर्दै स्वदेशी स्रोत साधनको उत्पादक उपयोग अभिवृद्धि गर्नेछौँ। हरित हाइड्रोजन ऊर्जा भण्डारण तथा स्वच्छ औद्योगिक प्रविधिमा निजी क्षेत्रको लगानी प्रोत्साहित गर्नेछौँ। पुँजी बजारमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप संस्थागत लगानी विस्तार, ऋण तथा बन्ड बजार विकास र नवीन वित्तीय उपकरणहरूको प्रवर्धन मार्फत दीर्घकालीन पुँजी निर्माण गर्नेछौँ। लगानी प्रवर्धन गर्न निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्नेछौँ। सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्दै वैकल्पिक विकास वित्त, पूर्वाधार बन्ड, अफशोर बन्ड, हरित बन्ड, डायस्पोरा पुँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पुँजी परिचालन गर्नेछौँ। उपभोग हुन नसकेको संस्थागत बचत एवं कल्याणकारी कोषहरूका लागि समेत उत्पादन केन्द्रित गैर व्यापारिक लगानीका क्षेत्र पहिचान गर्नेछौँ। वैदेशिक सहायता र ऋणलाई राष्ट्रिय प्राथमिकता तथा उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्नेछौँ। सार्वजनिक संस्थानहरूको पुनर्संरचना, सम्पत्ति मौद्रिकीकरण, एसेट मोनेटाइजेसन र प्रभावकारी व्यवस्था मार्फत वित्तीय अनुशासन कायम गर्नेछौँ। नेपाललाई तौल रहित उच्च मूल्य सिर्जना गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्ने उद्देश्यका साथ सफ्टवेयर, क्लाउड सेवा, डेटा सेन्टर, एआई कम्प्युटेसन, साइबर सुरक्षा तथा डिजिटल सेवाको निर्यात प्रवर्धन गर्नेछौँ। रिमोट वर्क, डिजिटल नोम्याड, अन्तर्राष्ट्रिय पेमेन्ट प्रणाली र डिजिटल उद्यमलाई कानुनी मान्यता दिँदै नेपाललाई क्षेत्रीय टेक हबका रूपमा विकास गर्नेछौँ। स्टार्टअप नेपाल तथा राष्ट्रिय उद्यम एवं नवप्रवर्तन कार्यक्रमहरूलाई एकीकृत स्वरूप दिनेछौँ। सहरीकरण र प्रादेशिक सन्निकटतालाई आर्थिक वृद्धिका नयाँ ध्रुव ग्रोथ पोलका रूपमा विकास गर्नेछौँ। धार्मिक, सांस्कृतिक, आरोग्यमूलक, साहसिक तथा समुदायमा आधारित पर्यटनको गुणात्मक विस्तार गर्नेछौँ। आर्थिक करिडोर मार्फत ग्रामीण सहरी आर्थिक अन्तर्सम्बन्ध सुदृढ गर्नेछौँ। भौतिक पूर्वाधारका लागि बहुपक्षीय पुँजी परिचालन। लामो समयदेखि अधुरा रहेका रूपान्तरणकारी आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्नु सरकारको अर्को प्रमुख प्राथमिकता हो। सीमित स्रोतलाई नयाँ आयोजना थप्ने भन्दा अधुरा तथा उच्च प्रतिफलयुक्त आयोजनाको सम्पन्नतामा केन्द्रित गर्नेछौँ। निर्माणाधीन ऊर्जा उत्पादन, प्रसारण तथा वितरण आयोजनालाई तीव्रता दिँदै तयारी सम्पन्न भएका जलाशययुक्त आयोजनाहरूलाई अगाडि बढाउनेछौँ। ऊर्जा खपत वृद्धि, क्षेत्रीय ऊर्जा व्यापार विस्तार तथा ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्नेछौँ। नवीकरणीय ऊर्जामा आधारित उद्योग विकासका लागि वित्तीय सहुलियत र लगानी सहजीकरण गर्नेछौँ। तराई मधेसका सिँचाइ सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोतमा आधारित सिँचाइ विस्तार गर्नेछौँ। पहाडी तथा हिमाली क्षेत्रमा लिफ्ट सिँचाइ र परम्परागत सिँचाइ प्रणालीको पुनर्स्थापन गर्नेछौँ। निर्माणाधीन ठुला सिँचाइ आयोजनाहरू यथाशीघ्र यसै वर्ष सम्पन्न गर्नेछौँ।